हेलो साथी र आज चाहिँ म गइरहेको छु बक्सा टाइगर रिजर्भ जयन्ती भन्ने एउटा ठाउँमा र म चाहिँ आसिङसँग गइरहेको छु र आसिङको चाहिँ त्यहाँ भाकल भएकोले गर्दाखेरि उहाँको भाकल पूरा गर्नका निम्ति म र आसिङ चाहिँ जयन्ती गइरहेको छु र हामी चाहिँ अहिले राजा भत्कावा आइसके र यो राजा भत्कावादेखि चाहिँ तपाईहरु जयन्ती सुन्तलाबाडी बक्सा फोर्ट लेप्चाका भन्ने जग्गाहरु जान सक्नुहुनेछ। यो जग्गा भ्रमण गर्नुको लागि नियरेस्ट रेलवे स्टेसन न्यू अलिपुरद्वार जंक्सन र भत्कावा भन्ने रेलवे स्टेसनहरु छ र त्यहाँबाट तपाईहरु सजिलै कुनै पनि ट्याक्सीमा तपाईहरु यस जग्गा आउन सक्नुहुनेछ। र अहिले चाहिँ हामी बक्सा टाइगर रिजर्भ जाने गेटमा हामी आइसकेका छौं र यहाँदेखि चाहिँ तपाईहरु सोझै गयो भने तपाईहरु जयन्ती जान सक्नुहुनेछ, बक्सा फोर्ट सुन्तलाबाडी पनि जान सक्नुहुनेछ। सबैलाई फेरि एकचोटी है। र अहिले चाहिँ म जयन्ती जानेको ठिक बीचोबीच है जंगलको बीचमा एउटा मन्दिर बनिएको रहेछ र हामी चाहिँ एकछिन त्यहाँ पनि दर्शन गरौँ भनेर हामी एकछिन बिसायौं र एकदमै राम्रो दृश्य है। एकदम जंगलको बीचोबीच मन्दिर र यसरी वाच टावरहरु बनिएको रहेछ र म तपाईहरुलाई देखाउने छु एकचोटी कस्तो रहेछ यहाँको। र यो चाहिँ तपाईको जयन्ती जाने बाटो। हामी भर्खरै यता भत्कावा भएर चेकपोस्ट भएर हामी यता आयौं र यो सिधै बाटो चाहिँ जयन्ती सुन्तलाबाडीहरु बक्सा फोर्टहरु जाने गर्दछ र यहाँ चाहिँ बीचमा नै यसरी वाच टावर अन्त यहाँ एउटा बाटो पनि छ। यहाँ चाहिँ टुरिस्टहरु लिएर जंगल सफारी गर्नेहरुलाई जंगलको भ्रमण गराउँदा रहेछ र हामी चाहिँ यो मन्दिरमा एकछिन यहाँ पनि दर्शन गरौँ भनेर हामी एकछिन यहाँ बिसाए र अब हामी फेरि जयन्ती तर्फ लाग्दै छौं र हेर्दै गर्नुहोस्। हामी चाहिँ लागे है। यस्तो दामी यहाँ है सानो सानो यसरी पोखरीहरु बनिएको रहेछ, नीट एन्ड क्लीन वाटर है। लो है त हामी चाहिँ अब फेरि अगाडि बढ्ने छौं र हामी चाहिँ मन्दिरको दर्शन गरेर फेरि हामी लाग्यौं जयन्ती तर्फ र हेर्नुहोस् त हाम्रो डुवर्समा पनि कस्तो राम्रो राम्रो जग्गाहरु छ, कस्तो राम्रो राम्रो टुरिस्ट प्लेसहरु छ। र तपाईहरु पनि आफ्नो परिवारलाई लिएर आफ्नो साथी सम्बन्धी रिश्तेदारहरूलाई लिएर अवश्य नै हाम्रो यो डुवर्स क्षेत्र बक्सा रिजर्भ फरेस्टको तपाईहरु भ्रमण गर्नुहोस्। अवश्य नै तपाईहरुलाई यस प्राकृतिकले घेरिएको यो सुन्दर मनोरम दृश्यले तपाईहरुको मन लुभाउनेछ, तपाईहरुको मन जित्नेछ। र हाम्रो यस क्षेत्रमा यस्तो राम्रो राम्रो ठाउँहरु भएकोले गर्दाखेरि हामीले आफ्नो जग्गालाई पनि देखाउनु पर्छ, चिनाउनु पर्छ है। मलाई त एकदमै राम्रो लाग्यो। हरियो जंगल घाँसपातले घेरिएको जग्गा जग्गामा पहाड खोला नाला, यही त हो हाम्रो डुवर्सको पहिचान, डुवर्सको सुन्दरता। एकदमै मन छुने एकदमै राम्रो दृश्यहरु। तपाईहरुलाई कस्तो लाग्यो? मलाई त एकदमै मन पर्यो। तपाईहरु पनि एकपल्ट यस क्षेत्रमा चाहिँ अवश्य नै भिजिट गर्नु होला। र हेर्नुहोस् त यहाँबाट कस्तो राम्रो पहाड र खोलाको भ्यूहरु देखिएको र यही खोलाको बगर भएर चाहिँ महाकाल जयन्ती जुन चाहिँ फेमस धाम छ त्यहाँ जान सक्नुहुनेछ। र हामी चाहिँ एकछिन रेस्ट गरेर हामी पोखरीतर्फ लागे र त्यो पोखरी चाहिँ एउटा धार्मिक स्थल भएकोले त्यहाँ आसिङको भाकल थियो र हामी चाहिँ अफ रोड हुँदै एउटा जीप सफारी ट्याक्सी बुक गरेर हामी गइरहेको छु। र तपाईहरु त्यहाँ जानुहुन्छ भने बिहानको 6 बजी र 8 बजी त्यहाँ जाने प्रवेशद्वार खोलिन्छ, टिकट खोलिन्छ, नत्र भने दिउँसोको 2 बजी तपाईहरु जान सक्नुहुनेछ। र हामी चाहिँ जानकारी नभएकोले हामी ढिलो पुग्यौं र हामी चाहिँ 2 बजीको बादमा त्यसरी ट्याक्सी गरेर हामी गइरहेको छु र ट्याक्सी फेयरहरु चाहिँ त्यही आएर नै विभिन्न रेटमा तपाईले पाउन सक्नुहुनेछ। र तपाईहरुले आफूसँग चाहिँ कुनै पनि डकुमेन्ट आइडीहरु चाहिँ अवश्य नै क्यारी गरेर आउनु होला। र हामी चाहिँ यसरी जंगलको आनन्द लिँदै सुन्दर वातावरणमा हामी चाहिँ यसरी जंगल सफारीको यात्रा गर्दै गर्दै हामी पोखरीतर्फ लागे। र
र हाम्रो गाडी चाहिँ यहीँसम्म पुग्ने भएकोले अब यहाँदेखि चाहिँ हामी यसरी पैदल यात्रा गरेर पोखरीसम्म जानुपर्ने हुँदो रहेछ। र यो जग्गा चाहिँ एकदमै 400 मिटर अप एकदमै ठाडो बाटो रहेछ र मलाई चाहिँ चढ्न धेरै गाह्रो भइरहेको थियो र मसँग जाने मेरो आसिङ र मेरो अफिसको एउटा स्टाफ पनि हुनुहुन्थ्यो र एकजना गाइड पनि हुनुहुन्थ्यो है। हामी चाहिँ यसरी पोखरीतर्फ लागे र पूजाको सामग्रीहरू लिएर अब तपाईहरुलाई हामी पोखरीमा गएर देखाउनेछु। म चाहिँ पोखरीमा माछा देखेर दङ्ग परे र यहाँ चाहिँ यसरी बौद्ध धर्मावलम्बीहरूले माछाहरू छोड्ने गर्दछ र यसलाई चाहिँ प्राणदान भनेर माछा छोड्ने कर्महरू गर्दो रहेछ। र आसिङले पनि माछा लिएर आएको थियो र हामीले यस पोखरीमा माछालाई छोड्यौँ र पूजा पनि गऱ्यौँ र यहाँ चाहिँ कछुवा पनि पाइँदो रहेछ। र यो पोखरी चाहिँ बौद्ध धर्मानुसार धेरै नै पवित्र मानिँदो रहेछ र प्रत्येक वर्ष बुद्ध पूर्णिमामा चाहिँ यहाँ मानिसहरूको भिड लाग्ने गर्दो रहेछ र हामीले चाहिँ यसरी पूजा गरेर धूपबातीहरू गरेर फलफुल प्रसादहरू चढाएर र माछालाई पनि हामीले खानेकुरोहरू दिएर र हामी चाहिँ अब घरतर्फ लागे र घर फर्किँदा यसरी हामीले हरिण पनि बाटोमा भेटे। र हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने अवश्य नै यसलाई शेयर गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। र यसरी नै फेरि जानकारीमूलक भिडियोहरू तपाईहरुको समक्ष फेरि ल्याउने म अवश्य नै चेष्टा गर्नेछु। अगर तपाईहरुलाई मेरो यो भिडियो राम्रो लाग्यो भने अवश्य नै फलो गरिदिनु होला। धन्यवाद।